सबैजना दर्शक महानुभावहरुमा नमस्ते। म निशान सारू मगर। यतिखेर म चाहिँ केही समय अगाडि मैले एउटा कल्पना खत्री लोककुमारी खत्री बहिनीको लागि सहयोगको लागि पोस्ट मैले फेसबुक मार्फत चाहिँ शेयर गरेको थिएँ। त्यो पनि हाम्रो आदरणीय रामु कार्की सर र हाम्रो केशव खत्री दाजुले चाहिँ ल भाइ त्यो बहिनीको लागि चाहिँ केही सहयोगको लागि चाहिँ पोस्ट गरिदिनु पर्यो, शेयर गरिदिनु पर्यो, तिमीले तिम्रै खाता नम्बर चाहिँ राखेर सहयोग उठाइदिनु पर्यो भन्नुभएको थियो र मैले उहाँको प्रस्तावलाई स्वीकार गरेर चाहिँ केही पोस्टहरू शेयर गरेको थिएँ र त्यो पोस्टमा मैले एकजनासँग पनि पैसा नमागिकन कसैसँग पनि मैले चाहिँ पैसा मागेको छैन। उहाँहरूले आफ्नो स्वतस्फूर्त रूपमा उहाँहरूले नचिनेका साथीहरूले पनि मलाई मेरो फेसबुकको पोस्ट शेयर हेरेर चाहिँ उहाँहरूले चाहिँ पैसा पठाउनु भएको छ, सहयोग गर्नु भएको छ। उहाँहरूले मलाई चाहिँ यो विश्वास गरेर हैन पैसा पठाउनु भयो। उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आज त्यो पैसा मैले लोककुमारी खत्रीको बुवालाई चाहिँ हस्तान्तरण गर्नको लागि आएको छु। उहाँहरूले निकै दुःख र मेहनतले पठाएको पैसा हामीले बहिनीको उपचारको लागि चाहिँ सहयोगको लागि चाहिँ भनेर चाहिँ लिएर आएका छौँ। म सर्वप्रथम त यो पैसा सहयोग पठाउनेहरूलाई, सम्पूर्ण सहयोगी दर्शक महानुभावहरू र सहयोगी मनहरूलाई हार्दिक नमन गर्न चाहन्छु। आज तपाईको सहयोगले बहिनीको उपचार हुँदैछ र म सरसर्ती यो सहयोग गर्ने सहयोगी मनहरूको नाम उद्घोष गर्न चाहन्छु। सुरुमा हुनुहुन्छ अमृत केसी, मुसिकोट नगरपालिका 4 धारापानी, हाल कोरियामा हुनुहुन्छ। भाइ 5000 पठाउनु भएको छ। अझै विशेष गरी सुरुवात नै अमृत भाइबाट चाहिँ भएको थियो, किनभने भाइले आफ्नो जन्मदिनको अवसर पारेर दाइ म तपाईलाई पैसा पठाउँछु, तपाईले जलाई दिनुहुन्छ दिनुस्, म तपाईको विश्वासमा चाहिँ चल्छु, तपाईको हातबाट म चाहिँ त्यो पैसा दिन चाहन्छु भन्नुभएको थियो र मैले भाइलाई चाहिँ एकजना बहिनी बिरामी भएको छ, त्यो बहिनीलाई दिउँ न त भाइ भनेको थिएँ। हुन्छ दाइ तपाईले जलाई दिए नि दिनुस्, तर तपाईलाई दिएपछि त्यो सही ठाउँमा चाहिँ सदुपयोग हुन्छ भन्ने चाहिँ आशा लिएको छु भनेर चाहिँ भनेका थिए। अनि सोही अनुसार भाइले चाहिँ 5000 सहयोग गरेका थिए। र त्यस्तै गरी कुलप्रसाद भट्टराई हुनुहुन्छ, मुसिकोट नगरपालिका 4 पाइडाँडा, हाल दुबईमा हुनुहुन्छ। उहाँले चाहिँ 2500 सहयोग गर्नु भएको थियो। त्यस्तै गरेर लक्ष्मी खाती, मुसिकोट नगरपालिका 1 पौदी अमराई, हाल जापानमा हुनुहुन्छ। उहाँले 2000 सहयोग गर्नु भएको थियो। त्यसै गरी नवीन कार्की, मुसिकोट नगरपालिका 4 पाइडाँडा, हाल जापानमा हुनुहुन्छ भाइ, उहाँले 2000 सहयोग गर्नु भएको थियो। त्यसै गरी सोम थापा पाइडाँडाबाट, हाल उहाँ पनि जापानमा हुनुहुन्छ, उहाँले 5000 सहयोग गर्नु भएको थियो। त्यसै गरी ध्रुव कार्की, मुसिकोट 4 फेदी, हाल जापानमा हुनुहुन्छ, उहाँले 3000 सहयोग गर्नु भएको थियो। र बाबुराम खत्रीको परिवार भारसेपाटाबाट, धनमुडाबाट, उहाँले चाहिँ 10000 सहयोग गर्नु भएको छ। केशव दाईको परिवार हुनुहुन्छ। र त्यसै गरी सुमेन्द्र सिंह ठकुली हुनुहुन्छ, मुसिकोट नगरपालिका 4 बडागाउँबाट, उहाँले चाहिँ 1500 सहयोग गर्नु भएको छ। त्यस्तै गरी सनम विश्वकर्मा हुनुहुन्छ, उहाँलाई मैले चिन्दैन, उहाँले मेरो खातामा 100 रुपियाँ हालिदिनु भएको छ। कहाँबाट हुनुहुन्छ है उहाँलाई चाहिँ म चिन्दिनँ, उहाँले 100 रुपियाँ राखिदिनु भएको छ। त्यसै गरी मधु बोरा हुनुहुन्छ, मुसिकोट नगरपालिका 4 पाइदाँडाबाट, भाइ हाल जापानमा छन् र उहाँबाट पनि 2200 रुपियाँ प्रदान गर्नु भएको छ। त्यस्तै गरी टिका राणा, मुसिकोट नगरपालिका 4 तोलादी, भाइसँग पनि पहिलो पटक चाहिँ यसरी फेसबुकमा भेट भएको, उहाँले पनि मलाई 2000 राखिदिनु भएको छ। त्यसै गरी विष्णु विक हुनुहुन्छ, मुसिकोट नगरपालिका, हाल चाहिँ उहाँ इन्डोनेसिया हुनुहुन्छ, उहाँले 5000 राखिदिनु भएको छ। र विश्व पौडेल हुनुहुन्छ, उहाँलाई पनि मैले चिन्दिनँ, उहाँले पनि मेरो खातामा 100 रुपियाँ राखिदिनु भएको छ। त्यसै गरी बाबुराम पछाइ, मुसिकोट नगरपालिका 4 दाचौर, हाल हङकङमा हुनुहुन्छ, उहाँले 5000 सहयोग गर्नु भएको छ। र त्यसै गरी अर्जुन बोरा हुनुहुन्छ, पाइडाँडाबाट, हाल जापानमा, उहाँले 3000 सहयोग गर्नु भएको छ। त्यसै गरी सुभाष खत्री हुनुहुन्छ, मुसिकोट नगरपालिका 6 गुर्जाङबाट, हाल मुम्बईमा हुनुहुन्छ भाइ, उहाँले 2000 सहयोग गर्नु भएको छ। र त्यस्तै अनकाउन्ट, मैले उहाँहरूलाई चिन्दैन हैन, अनजान व्यक्ति हुनुहुन्छ, उहाँले मलाई कुनै मेसेज पनि गर्नु भएको छैन, स्क्रिनशट पनि पठाउनु भएको छैन, उहाँले चाहिँ 2000 राखिदिनु भएको छ मेरो खातामा। र अर्को पनि एकजना हुनुहुन्छ, उहाँलाई म चिन्दिनँ, अनकाउन्ट नै हुनुहुन्छ उहाँ पनि, उहाँले पनि 2000 राखिदिनु भएको छ। उहाँहरूले स्क्रिनशट मेसेज केही पनि गर्नु भएको छैन मलाई, मेरो खातामा चाहिँ 2000 चाहिँ जम्मा भएको छ, गरेर चाहिँ 4000 त्यो जम्मा भएको छ। र त्यसै गरी लोकबहादुर कार्की हुनुहुन्छ, मुसिकोट नगरपालिका 4 आरुपाटाबाट, उहाँ चाहिँ 1500 सहयोग गर्नु भएको छ। त्यसै गरी विक्रम जीसी, मुसिकोट नगरपालिका 2 देउरालीबाट, उहाँले पनि आफ्नो छोरीको जन्मदिनको अवसर पारेर 3555 सहयोग गर्छु भनेर चाहिँ मेसेज गर्नुभएको थियो। उहाँ र मेरो पनि पहिलो पटक चाहिँ यसरी चाहिँ मेसेजमै कुराकानी भएको थियो। र त्यसै गरी
देव खत्री हुनुहुन्छ मुसिकोट नगरपालिका 3 तोलाडीबाट, उहाँले चाहिँ 7,000 सहयोग गर्नु भएको छ। जापानमा हुनुहुन्छ, उहाँसँग पनि पहिलो पटक चाहिँ कुराकानी भएको थियो फेसबुकमा। उहाँ र म फ्रेन्डमा चाहिँ रहेछौँ, तर हामी प्रत्यक्ष रूपमा चाहिँ भेटघाट यस्तो बोलचाल भएको थिएन। उहाँले पनि पहिलो पटक मेसेज गरेर चाहिँ 7,000 सहयोग गर्नु भएको थियो। र भक्तबहादुर बोहरा हुनुहुन्छ मुसिकोट नगरपालिका पाइडाँडाबाट, उहाँले 2,000 सहयोग गर्नु भएको छ। त्यसै गरी सुभाष जीसी हुनुहुन्छ बेतपानीबाट, उहाँले पनि 5,000 सहयोग गर्नु भएको छ। त्यसै गरी मुसिकोट नगरपालिका 4 बेतपानीबाटै हुनुहुन्छ विक्रम जीसी दाई, उहाँले पनि 5,000 सहयोग गर्नु भएको छ। र अमित थापा डिगामचौरबाट पनि 2,000 सहयोग गर्नुभएको छ। र अहिलेसम्म मेरो खातामा आएको पैसा 80,455, मेरो खातामा 80,455 रुपियाँ चाहिँ जम्मा भएको छ। र यसमध्ये हामीले 10,000 गाडी रिजर्भ गरेर चाहिँ उहाँलाई उहाँको बिरामी लिउनको लागि पठाएका थियौँ। र पाल्पा लैजाँदा पनि त्यही भाइले चाहिँ गाडी रिजर्भ गरेरै लिएका थिए। त्यसको चाँजो पाँचो मिलाउनु भएको थियो हाम्रो राम कार्की सरले। र त्यो भाइलाई चाहिँ मैले 10,000 दिइसकेको छु, खातामा राखिदिइसकेको छु। अहिले अब मसँग भएको चाहिँ 70,455 रुपियाँ होइन, त्यो पैसा चाहिँ मैले उहाँलाई चाहिँ दिन गइरहेको छु यो पैसा। र यो पैसा देश तथा विदेशबाट है, देश तथा विदेशबाट तपाईँको छोरीको उपचारको लागि भनेर चाहिँ पठाउनु भएको है। यो चाहिँ तपाईँले उपचारमा चाहिँ खर्च गर्नुला, यताउता दायाँ बायाँ होइन, अब दारू पानी खानी यताउतामा चाहिँ खर्च नगर्नुला। अब खाना पानी रासन पानी छैनन् भने त त्यो किन्न पर्यो होइन, नत्र भने गर्नु पर्यो। अनि के छ डाक्टरले कहिले आउनु भनेको छ? डाक्टरलाई यही मङ्सिरको चाहिँ 20-22तिर आउनु भयो, त्यहाँ लेखेको छ। हजुर, त्यही टाइममा ठ्याक्क 10 बजी उही पुग्नु। अनि उहाँ चाहिँ के छ, पैसा तिर्न बाँकी छ भन्नुहुन्थ्यो अस्ति फोन गर्दा मैले। दोकान चाहिँ बाँकी छ, कपडा सपडा लिएको छ। अनि हस्पिटलमा तिर्न छ कि छैन? हस्पिटलमा त छैन, हस्पिटलमा छैन। कहाँबाट तिर्नु भयो? यसै चाहिँ नि छोराले पठाइदिएको थियो। हजुर, त्यो त्यसपछि यहाँ सरहरूले तल स्कुल, यहाँ स्कुल, यो छिमेकीले बनाएर चाहिँ लैदिनु भयो, उहाँहरूले उठाएर चन्दा उठाएर चाहिँ होइन। त्यसपछि उहाँ फेरि हस्पिटलमा कुछ मुखेर हजुर, त्यसरी म बिदा भएँ। अब ठिक छ, यो पैसा होइन हजुर, त्यसले एकदम नानीको उपचारको लागि खर्च गर्नु होला। अनि नानीलाई दाइतहरू के खुवाउनु पर्छ? दाइत त मैले केही पनि खुवाएन, त्यो ब्रोइलर ल्याएको खुवाउनिन। ओहो भन्छ काँसो लाग्यो, फेरि त्यहाँदेखि रोटी बेलेर खुवाएको छु। फेरि भात खाएर पनि काँसो लाग्छ कि भनेर रोटी त चाहिँ नि आटो खुवाएको छु मैले। हुन्छ, यो पैसा चाहिँ होइन अब देश तथा विदेशबाट चाहिँ एकदम दुःख गरेर तपाईँको बच्चाको उपचार होस्, भर्खर 7 कक्षामा पढ्दैछन् होइन, भोलि आउन उनले नि पढेर केही गर्लिन् होइन भनेर चाहिँ दुःख गरेर चाहिँ पठाएको पैसा हो है, तपाईँको लागि पठाइदिएको पैसा हो। र कतिपय साथीहरू त यस्ता छन् अब होइन, कतिपयले कमेन्ट गर्नुहुन्छ कि अब यो पैसा आफ्नो फाइदाको लागि, खानाको लागि कमाउने धन्दा भनेर नि कतिपयले चाहिँ कमेन्ट गर्नु भएको थियो। त्यही साथीहरूलाई मैले के भन्न चाहन्छु भने अहिलेसम्म निशान सारूले कसैसँग पनि एक पैसा चाहिँ हात जोडेर माग्न पनि परेको छैन होइन। उहाँहरूले विश्वास गरेर उहाँहरूले नचिनेका व्यक्तिहरूले पनि मलाई पैसा पठाउनु भएको छ। र उहाँले पठाएको पैसा जस्ताको तस्तै 1 रुपियाँ पनि तलमाथि नगरिकन व्यक्तिगत आफ्नो खर्च गरेर उहाँहरूलाई चाहिँ चार्जिङ ट्याक्स पनि अब पैसा झिक्दाखेरि ट्याक्स काट्छ, त्यो ट्याक्स पनि मेरो व्यक्तिगत पैसाबाट चाहिँ राखेर मेरो व्यक्तिगत तेल खर्च गरेर मेरो व्यक्तिगत समय खर्च गरेर चाहिँ म आएको छु होइन। म त्यस्ता साथीहरूलाई चाहिँ गत वर्ष जनता निमाविको लागि 35औं वार्षिक उत्सवको लागि पनि 1 सुको खर्च नगरेर स्कुलका प्रधानाध्यापक, म पनि त्यहीँको शिक्षक हुँ, त्यहाँ आएर यसरी बुझाउनु भएको बहुत समाजसेवी र बौद्धिक व्यक्तित्व बहुत सहयोग गरेको हामीले पाइयो छ उहाँलाई। निशान सर, म के भन्न चाहन्छु भने यदि तपाईँहरूले सहयोग गर्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस् होइन। तपाईँलाई चाहिँ कुनै व्यक्तिगत मसँग चाहिँ प्रश्नहरू छन् भने मसँग मेसेज गर्नुहोस्, फोन गर्नुहोस्, सम्पर्क गर्नुहोस्, त्यसको जवाफ म तपाईँहरूलाई दिन तयार छु, हरदम तयार छु होइन। तर अनावश्यक रूपमा चाहिँ यो बदनाम गर्ने काम चाहिँ नगरिदिनु होला भन्ने चाहिँ म अनुरोध गर्न चाहन्छु। र आज म यो पैसा चाहिँ उहाँलाई जस्ताको तस्तै हस्तान्तरण र यतिकै मैले भन्न पर्दा राम सर, हामीले तपाईँ यो हाम्रो गाउँ छिमेकको व्यक्तित्व हुनुहुन्छ, यसरी सहयोग गरेकोमा हार्दिक यहाँ उपस्थित भएका नामबहादुर दाई हुनुहुन्छ, बेदवार दाई, म हार्दिक धन्यवाद दिन्छौँ। तपाईँको प्रशंसनीय काम छ। मैले पनि भने अनि चाहिँ नि नामबहादुर दाईको छोरा केशव भाइले भान्जाले नि भन्नुभएछ यसरी तपाईँले यो रात दिन अस्ति फोन गर्दाखेरि कति हो साइलाले भने के भयो होला कसो भयो होला सरसित सोधिदिउँ न अङ्कल, यहाँ मैले त
उतिया नाममा भोजन खुवाउन नि सकिन, ब्यालेन्सेड डाइट खुवाउन नि सकिन भनेर मैले उ गर्दाखेरि राति 1 बजेसम्म काम गर्दै हुनुहुन्थ्यो उहाँले। र उहाँले उहाँको उसमा आएको भन्नु, हामीले 2082 कार्तिक 9 गते यो घटना भयो। हामीले जगतबहादुर खासु, म वेदबहादुर दाई तत्कालै थाहा पाएर म हाम्रो प्रिय मित्र ढालेन्द्र बहादुर राकेशकोटीको श्रद्धाञ्जली गरेर आउँदै थिएँ। भात पनि खाइयो थिएन, अनि म नखाइकिनी जो त्यही त्यो खोल्सामा गएर उरेर लिएर आइयो। अनि यहाँ घाममा ल्याएर राख्छ भन्दा घाम पनि गएका, गाडी एम्बुलेन्स पनि छुटिसकेका। त्यसरी हामीले मैले भन्न खोजेको त्यस्तो होइन, यसो गरौँ उसो गरौँ भन्न खोजेको होइन। गाडी भाडा पनि नभएर बिचरा बेदबहादुर दाईले 2500, मैले 2000, अनि चाहिँ नि गुप्त सरले 1000 रुपियाँ जे थिए उनी कताबाट आउँदै थियो गलकोटबाट छोडेर ल्याएर यसरी हामीले पठाएका हौं। विष्णु सरको तर्फबाट, मेरो तर्फबाट, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूको तर्फबाट, हाम्रै म्याडम सावित्र पनि हुनुहुन्छ, सबैको तर्फबाट यो सहयोग गरिदिनु हुने महानुभावहरूलाई धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छौं। र विष्णु सरलाई पनि विशेषतः धन्यवाद दिन चाहन्छौं, किनकि रात दिन खटेर यसरी रकम जुटाइदिनु भएकोमा उहाँलाई हार्दिक धन्यवाद। र उहाँको उत्तरोत्तर प्रगति होस्। उहाँको व्यक्तिगत जीवनमा पनि मैले केही सुधारात्मक प्रगतिको चाहना गर्दछु। धन्यवाद। अब अन्तिममा यो देश तथा विदेशबाट यो सहयोग पठाउने सहयोगहरूलाई चाहिँ तपाईँले के भन्नुहुन्छ, के भन्न चाहनुहुन्छ? अनि के भने राम्रो खुसी लाग्यो, धन्यवाद दिनु। धन्यवाद। ईश्वर भगवानले सब इष्टमित्र साथ दिए, त्यही हो हजुर। यो नभएमा शैल उपचार गर्न सकिन्थेन, के गर्ने, मेरो उपाय केही पनि थिएन। यो पैसा चाहिँ होइन हजुर, राम सर यसो गरिदिनुहोस् त। $70,455। अनि हाम्रो भाइ एमबहादुर सारू, सुरज सारूले पनि भर्खर मलाई मेसेज गरेर मेरो तर्फबाट 1500 रुपियाँ चाहिँ राखिदिनु दाइ भनेर चाहिँ भन्नुभएको छ। त्यो 1500 पनि म तपाईँलाई दिन्छु। आमा, हजुरको आदरणीय आमाबाट 500 प्राप्त भइसकेको छ, त्यही उता गाडी जाँदाखेरि प्रयोग भइसक्यो। हस् हस्, हुन्छ।